नमस्ते, मेरो नाम केशवराज बिनाडी, साना किसान कृषि सहकारी संस्थाले शिरपुरको अध्यक्ष। सर्वप्रथम त 68औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा यस साना किसान कृषि सहकारी संस्थाले शिरपुरको तर्फबाट सम्पूर्ण शेर सदस्यज्यू महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना अभिव्यक्त गर्न चाहन्छु। यहाँहरूको आर्थिक समुन्नति तथा रोजगारी र व्यावसायिकता सफल होस् र सबैको घर घरमा आर्थिक समुन्नति पुगोस् भन्ने शुभकामना दिन चाहन्छु। साना किसान कृषि सहकारी संस्थाले शिरपुरले आफ्ना शेर सदस्यज्यूहरूलाई उनीहरूको आय आर्जन गर्नको लागि विभिन्न विधामा ऋण उपलब्ध गराउँदै आएको छ र यसमा सहुलियत दरको कृषि कर्जा उपलब्ध गराई किसानहरूलाई आर्थिक हिसाबले समुन्नत गराउने लक्ष्य यस सहकारीको रहेको छ र हामी हाम्रा शेर सदस्यज्यूहरूलाई पशुपालन व्यवसाय, तरकारी खेती लगायत कृषिमा आधारित सम्पूर्ण कार्यहरू गर्नको लागि अभिप्रेत गर्दछौँ र उन्नत पशुपालन व्यवसायको लागि हामीले यस वर्ष पनि भावी योजनाहरू ल्याएका छौँ, जसले गर्दाखेरि दुग्ध विकासमा किसानहरूको एउटा पहुँच पुगोस्, बजारीकरण गर्ने र उनीहरूको आय क्षमतालाई वृद्धि विकास गर्ने गरी यो जिल्ला पशु भेटनरीको साझेदारीमा दुग्ध उत्पादनलाई पनि हामीले प्रोत्साहन गरेर यस कार्यक्रमलाई लागू गर्न गइराखेका छौँ भने निकट भविष्यमा हामी बिउ प्रशोधनको कार्य पनि अगाडि बढाउने सोचाइ गरिराखेका छौँ। हवस् त, नमस्कार।